आज साथी र मैले यस्तो के च्यालेन्ज गरियो भिडियो अन्तिमसम्म हेर्नु होला। अलराइट गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म बिहानै उठेर ब्रसहरू गर्न थालेँ। ब्रसहरू गरिसकेपछि म मुखहरू धुन थालेँ। मुखहरू धोइसकेँ, काममा जान नै अलिअलि अबेरा भइसकेको थियो। केही समयपछि म कामतर्फ निस्केँ। कामतर्फ निस्किसकेपछि म बस स्ट्यान्डसम्म जान थालेँ। मेरो रुमबाट बस पुग्न करिब 5 मिनट लाग्छ। 5 मिनटपछि म बस पार्क पुगेँ। त्यहाँ हेरेको बस आइसकेको रहेछ। त्यसपछि फटाफट गएर म बसमा प्रवेश गरेँ। प्रवेश गरिसकेपछि त्यहाँ मान्छेहरू नि अलि आउँदै हुनुहुन्थ्यो, त्यही भएर गाडी रोकिरहेको थियो। केही समयपछि म बसबाट झरेँ। त्यसपछि मैले बसलाई बाई बाई गरेँ। त्यसपछि म कामतर्फ लागेँ। बस स्ट्यान्डबाट मलाई काममा पुग्न करिब 5 मिनट लाग्थ्यो। केही समयमा पुगेर काममा सटरहरू तान्न थाल्यो साथी र म। सबै सटरहरू तानिसकेपछि म एक बोतल पानी खाएँ। सबभन्दा सुरुमा म काममा आएपछि सटर खोल्ने, पानी खाने काम गर्छु। पानी खाइसकेपछि साउजीले मलाई खाजा लिएर आइज भन्नुभयो। त्यसपछि म 500 रुपियाँ दिनुभयो र मलाई म खाजा लिनतर्फ लागेँ। डुनोट र एक बट्टा चिका राइसले भन्नुभएको थियो। त्यसपछि म पसल गएँ। पसल गइसकेपछि त्यहाँबाट डुनोट र चिका राइस चुरोट लिएर आएँ। लिएर आइसकेपछि साथीले चिया बनाएछ। मैले डुनोट र चिया साथी र मैले चिज गर्दै डुनोट र चिया खाइयो। डुनोट र चिया नि धेरै खाएर होला, पेटहरू नि दुख्न थालिसकेको थियो। अबदेखि कम गरौँ जस्तो लागिरहेछ। त्यसपछि केही समयमा म सरसफाइतर्फ लागेँ। सरसफाइ यसो हान्दै यताउता फोहोर अलि हल्का हल्का फोहोर थियो, त्यति साह्रो पनि थिएन। त्यसपछि फोहोर हानिसकेपछि साथीले मलाई पन्जा लडाइ खेलौँ भन्छ। तो चलिए शुरू करते हैं। Oh my God! Wow! साथीसँग पन्जा लडाइ खेलिसकेपछि साथी हारेर मसँग बेजत भएर एउटा कुनामा बसिरहेको थिएँ। त्यसपछि म सब्जीहरू काट्न थालेँ। सब्जीहरू खाना बसालिसकेको थिएँ। सब्जी आलु र गुन्द्रुक पकाउने निर्णय गरेको थियौँ साथी र मैले। त्यसपछि मेरो काम चाहिँ कटिङ हो, साथीले पकाउँछ। पकाउन चाहिँ म पकाउँदिनँ। साथीले केही बेरमा खानाहरू बनायो, खाना खाइयो। आजलाई यति नै, बाइ बाइ।